स्वागत छ राते राते पनि। आज फेरि हाम्रो घर चाहिँ बुवाको ससुरा बुवाको श्राद्ध थियो। हामी चाहिँ बिहानै 4 बजे उठेर नुहाइधुवाइ गरेर दैलो कुचो गरेर अनि पछि बिहानसम्म मात्रै थियो तिथि भन्नुभएको थियो गुरुवारले। अनि त्यसपछि हामी चाहिँ बिहानै चाहिँ खानापिना बनाउन चाहिँ जुट्छौँ, हामीले पकाउँछौँ। अनि श्राद्धको लागि अचार बनाउँछौँ, दाल पकाउँछौँ मासको, अनि फेरि अनि तरकारी पकाउँछौँ, आलु र डौडीको तरकारी बनाउँछौँ। अनि पछि नानीले अचार बनाउने काम नानीको जिम्मामा थियो, छोरीको जिम्मामा। अनि अचार पनि एकदमै मिठो बनाएकी थिए हामी। फेरि अनि श्राद्धको लागि अनि यता फेरि तरकारी चलाउँदै खिर पकाउँदै सबै गरिसकेका थियौँ। अनि हाम्रो चाहिँ श्राद्ध चाहिँ बिहानै सकिसकेको थियो, लगभग 8-9 बजेभित्रै सकिसकेको थियो। हामी चाहिँ सबै भाइ मिलेर चाहिँ एकै ठाउँमा गर्छौँ श्राद्ध। कतिले फेरि आफ्नो आफ्नो छुट्टै छुट्टै गर्ने चलन पनि छ। अनि त्यसपछि फेरि अलिअलि भिडियो बनाएर हजुरहरूसम्म पनि सेयर गर्न आएँ म फेरि। अनि यता फेरि यो छोरी फेरि उता काम गरी भएर अनि फेरि राम्री हुन आएकी अरे। यता अलिअलि लिपस्टिक पाउडर घसी, लिपस्टिक त लाउने के अरे के हो यो क्रिम स्रिम घसी अनि हल्का हल्का राम्री हुन्छ। अनि फेरि यस्तो गर्न लाग्छु भनेर यसले देखाएँ। मलाई चाहिँ फुर्सदै भएन, मैले चाहिँ यस्तो गर्न नि पाएन। धोती लगाउँला भन्ने थिएँ, यस्तो गर्मी कि धोती लाएर काम गर्नै नसक्ने अवस्था भयो, त्यही भएर धोती लगाएको। अनि फेरि हामीले चाहिँ यसो भिडियो गरायौँ सबै जम्मा भए बेलामा। अनि उहाँहरू फेरि सबै चेलीबेटी हुनुहुन्छ। अनि फेरि अनि खाना दिँदैछु मैले चाहिँ। अनि पछि फेरि बाहिर गएर अनि फेरि एउटा भिडियो सम्झनाको लागि लिऊँ भनेर लिन्छौँ। रमाइलो भयो एकदमै, सबैजना चेलीबेटीहरू पनि आइदिनु भयो। अनि फेरि सबैजना मिलेर गर्दा चाहिँ कस्तो खुसी लाग्ने है। अनि केही काम पर्दा पनि यस्तै मिलेर गर्छौँ हामीहरू चाहिँ। अनि फेरि मैले काम गरिसकेपछि छोरीलाई दुध तताउ भनेर पठाएको थिएँ, उसले चाहिँ भाँडै डढाएर बिर्सिन्छ र। अनि घर पुग्दाखेरि त पुरै स्मेल आएको, परसम्म सेन्ट आएको, के भयो भनेर जाँदाखेरि त पुरै भान्साको टोका लगाएको, पुरै धुवाँले भरिएको। धन्न धेरै तातो भएर ग्यास पड्किन्छ। अनि मलाई यो दुधको लोभ भन्दा पनि मलाई ग्यास आजभोलि पाइन्न त, कति सर्टेज छ। अनि ग्यास धेरै सक्यो भनेर चिन्ता थियो। अनि छोरो पनि स्कुलबाट आइसकेको थियो। अनि उसलाई फेरि यस्तो तर मनपर्छ, तर यो डढेको तितो छ भन्दै थियो। अनि मैले चाहिँ आजको काम हजुरहरूलाई भिडियो सेयर गरेँ। अनि हजुरहरू चाहिँ कसरी बिताउनु भयो भिडियो फुलाज गरिदिएकोमा धेरै धेरै धन्यवाद। अनि भिडियोमा आजभोलि भ्युजै जान छोडेको छ, लाइक कमेन्ट गरिदिनु होला सबैजनालाई। फेरि मनभरिको